ल है मेरो माइतीबाट पठाइदिएको हरियो खुर्सानी त पहेँलो हरियो होइन पहेँलो चाहिँ भएछ है। तर के गर्नु माया लाग्यो फ्याँक्नलाई पनि हर बस्न आएको छ। यसलाई चाहिँ मैले थोरै थोरै भएर पिकल यसलाई चाहिँ म यसो तेलमा बनाउने विचार गरेको छु होइन। फ्याँक्ने पनि अब होइन त्यस्तै हो, अब ट्राई बिग्रेको ठाउँमा माया लाग्छ होइन। बिग्रिनु चाहिँ केही कस्तो बिग्रेको छैन हुन्छ? भित्रबाट, तर डिप फ्रिजमा राखेँ जस्तो भयो। ल अब रेडी गरेँ त। तेल तताएँ, थोरै मेथी झानी, त्यसपछि अलिकति चाहिँ जिरा झानिदिएँ, अनि त्यसपछि अदुवा लसुन चाहिँ मजाले फुटेर चाहिँ राखिदिएँ यसलाई मजाले। त्यहाँ थोरै बेसार राखिदिएँ, अनि मजाले रातो हुन्छ मजाले फ्राई गरेँ। अनि त्यसपछि चाहिँ त्यो खुर्सानीलाई मजाले हालेर चाहिँ मैले मजाले फ्राई गरेँ। होला त्यो हरियो हो रातोको चाहिँ अचार बनाउने गरेर, तर यो हरियो चाहिँ बिग्रिन्छ कि भनेको थिएँ। तर के गर्नु बिग्रेको ठाउँमा माया लाग्ने त्यही त हो नि। अनि यो छोप चाहिँ मैले पहिल्यै बनाएर राखेको थिएँ। त्यसपछि अब त्यही त हो नि, तोरीसोरी यताउता आएर मैले पहिल्यै बनाएको त्यसलाई थोरै राखेर चाहिँ मजाले उयो गरेँ। हेर्नु डढेर कालो कालै भएको छ, तर कालो कालै बनाएको मैले बट्टामा हालेँ। हेर्दा चाहिँ दामी नै भएको छ। ढुसी नआयो भने चाहिँ खानु हुन्छ कि होइन, किन फ्याँक्नु त्यो टाढोबाट आएको भनेर।